राष्ट्रिय सानासरी खानेपानी महासङ्घको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन टक्राउँछु। अघि गाउँपालिका अध्यक्षजीले धेरै कुरा राखिसक्नु भएको छ। उहाँहरूलाई महासङ्घको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। एउटा गाउँपालिका नमुनाकी गाउँपालिका हो, त्यसप्रति पनि खानेपानी सेक्टरलाई प्रायोरिटीको रूपमा राखिराख्नु भएको छ। म एकपटक गएर उहाँसँग बसेँ, उहाँका योजनाहरू दीर्घकालीन रूपमा अब यो गाउँपालिकालाई के बनाउन सकिन्छ भन्ने खालको छोटो छलफल भएको छ। म उहाँसँग फेरि पनि पछि आएर बस्नेछु। त्यसपछि छलफल गरेर यो गाउँपालिकालाई सरसफाइ क्षेत्रको मात्रै होइन, खानेपानीकै देशकै नमुना बनाउन सकिन्छ भने पनि महासङ्घको तर्फबाट हामीले गर्ने भूमिका यो गाउँपालिका र यो प्रगतिनगर खानेपानी समग्र आयोजनालाई महासङ्घको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धेरै कुरा आइसकेका छन्। यो शरीर, मानव जीवनको शरीर 70% पानीकै कारणले हामी जीवित छौँ। हाम्रो शरीरमा 70% पानीको मात्रा छ। यो 70% मात्रा भएको खानेपानीले बनेको शरीरमा 80% पानीका कारणले मात्रै रोग लाग्छ। अघि अध्यक्षजीले भनिहाल्नु, पैसाका कुरा, सरसफाइका कुरा सबै जोडिराख्नु भएको छ। यो 70% पानीकै कारणले रोग लाग्छ। हामीले यो खानेपानीलाई सही ढङ्गले व्यवस्थापन र स्वच्छ सफा पानी बनाउने बित्तिकै 70-80% रोग यसको दबाई पनि खानेपानी नै हो, अरू छैन। त्यस कारणले हामीले यो खानेपानीमा पहिलो प्रायोरिटी राख्नुपर्छ भनेर पनि माग दर्ज गरेका छौँ। राष्ट्रिय सभाबाट हामीले मुद्दा पनि स्थापित गरेर सङ्कल्प प्रस्ताव पास गराएका छौँ र हामीले गर्ने जनतालाई स्वच्छ सफा पानी खान पाउनुपर्छ भन्ने मौलिक अधिकारको रूपमा दर्ज गरेका कुरालाई कानुनी रूपले प्रावधान दिए तापनि नेपाल सरकारले प्रायोरिटीको रूपमा नराखेको हुँदा यसलाई प्रायोरिटीको रूपमा राख्नुपर्छ भन्ने हाम्रो माग छ। हामीले हेर्यौँ भने जनसङ्ख्या, मलाई लाग्छ कहिलेकाहीँ नेपालको डाटाबेसमा जनसङ्ख्या कति छ, हाम्रो जनसङ्ख्या भन्दा नेपाल सरकारलाई नै अन्यलको रूपमा छ। तपाईँ हाम्रा मुखमा झुन्डिएको के छ भने 3 करोड नेपाली जनता, 3 करोड। यो कति सालदेखि 3 करोड हो? मलाई लाग्छ कति छ हामीलाई नै थाहा छैन, हाम्रो सरकारलाई नै थाहा छैन। त्यसको भने यसको डाटाबेसमा अत्याधिक नेपाल कमजोर छ। आइएनजिओले बनाएको डाटाबेसलाई हामीले हेरेर प्रस्तुत गर्छौँ। त्यस्तै गरी मैले पनि त्यसको एउटा अंशको हिसाबले मैले तपाईँहरूलाई प्रस्तुत गरेँ। नेपालमा 97% पानी नेपाल सरकारले खुवाएका छ भन्छ, तर डाटाबेस रङ छ भनेको छु मैले। 65% काटेको छैन भनेको छु महासङ्घको तर्फबाट। यसै गरी कति पर्सेन्ट स्वच्छ पानी छ भन्दा 18% छ भन्ने छ। त्यो डाटाबेस खै त्यो कहाँबाट 18 कुन खानेपानीबाट तपाईँले डाटा लिएर 18% गराउनु भयो? त्यो रङ छ भन्ने छ। कति छ त्यो पनि थाहा छैन। मलाई लाग्छ 18% बेसिक खानेपानी नेपालको मापदण्डमा अनुसार पाउनुपर्छ भन्ने अधिकार छ। त्यो अधिकार कता छ? सुनिश्चितता गर्नु कता छ? हामीले कस्तो पानी खाएका छौँ? अझै पनि प्रगतिनगरले खानेपानी व्यवस्थापनको बाटोको राम्रो बनाएको छ, नमुनाको बनाउनुपर्छ भन्ने मेरो धारणा। तर पनि कस्तो छ भनेर आज उहाँले सायद मलाई लाग्छ गरेको प्रतिवेदनमा डिस्प्ले गरेको भए हाम्रो पानीको व्यवस्थापन यसै छ, यो मापदण्डभित्र छ, यो पानी हामीले यो अवस्थामा छ भन्ने खालको बनाउन सकिन्छ। यो तपाईँहरूलाई मेरो महासङ्घको तर्फबाट के गर्नुपर्छ? अर्को साधारण सभामा तपाईँले यसको एक्सर्साइज गर्नुहोस्। महासङ्घको तर्फबाट टेक्नोलोजी पाटो, प्राविधिक पाटो के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ। तर तपाईँहरू जागरुक हुनुपर्छ। एउटा सानो बच्चा पनि नरुन्जेलसम्म आमाले खेलिराखेको छ भन्छ, आफ्नो काम गरिरहेको छ। जब बच्चा रुन सुरु गर्छ तब मात्रै बच्चालाई भोक लागेको छ भने अगाडि बढ्छ। त्यस कारणले हामीले सामाजिक काममा दायित्व बोकेर हिँडेका छौँ। अघि अध्यक्षजीले पनि कम हुँदैछ, यो कारण होला। तर पनि के हो भने हामीले जिम्मेवारी बोकेका छौँ। त्यो जिम्मेवारी पुरा गर्नलाई तपाईँहरू लागि पर्नु भएको छ। यसप्रति महासङ्घको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ। तर पुगेको छैन भन्ने पनि हो महासङ्घको तर्फबाट। अझै हाम्रो काम छ भन्ने क्रियाशीलतामा तपाईँको अग्रसर हो। महासङ्घ तपाईँहरूसँग साथ हातेमालो गरेर अगाडि बढ्नेछ।
हामीले प्राकृतिक रूपमा नेपाल सरकारले खानेपानी मौलिक अधिकार र नैसर्गिक अधिकार दुईटा चिजलाई जोडेर नामाकरण गरेको छ। लाग्छ मलाई यो किन नामाकरण गर्यो, कोरोनामा त कन्जुसाइ गरेन तर व्यवहारमा कन्जुसाइ गर्यो भन्ने छ हाम्रो। तपाईँ हामीलाई खानेपानी जस्तो संवेदनशील चिज भन्ने सबै